साथीहरु सबैजनाले दर्शन नमस्ते है। म चाहिँ अब यहाँ भ्लग बनाउँदैछु। सुन्दरी जल है, यो चाहिँ हाम्रो सुन्दरी जल हैन। सुन्दरी जल तपाईहरुले कस्तो छ भनेर भन्नुहुन्छ होला है। यो चाहिँ सुन्दरी जल दोबाटो चोक है। यो चाहिँ अहिलेलाई यो चाहिँ साँझको 6:30 बजेको छ, राति छ अहिले है। मैले चाहिँ यसो गरेर बनिरहेको छु कि अगाडिपट्टिबाट हुन चाहिँ खास भ्लग पछाडिबाट बनाउने भनेर भन्छ हैन, तर मैले चाहिँ अगाडिबाटै हालिदिरहेको छु कि अगाडिबाटै ट्याङ्ग लाएर। मेरो चाहिँ बानी अगाडिबाट छ नि त, जे गरे पनि अगाडिबाट हो। पछाडिबाट चाहिँ मेरो गर्ने बानी छैन कि, अगाडिबाटै भए हुन्छ नभए हुँदैन हैन। के छ र जिन्दगीमा, केको टेन्सनै छैन नि हैन। अनि यसो अहिलेको चाहिँ 6:30 बजिसकेको छ है। म चाहिँ दोबाटो चोकदेखि निस्किसक्यो। चस्मा बिगारेको थियो मेरो यो बच्चाहरूले, अनि चस्मा बनाउनु गएको, चस्मा बनाएर आएको के साथीहरू। तपाईँहरूलाई म सबै देखाइदिन्छु हाम्रो सुन्दरी जल कस्तो छ के छ है। सबैजनालाई मैले त उसमा अब टिकटकतिर सुन्दरी जल मात्रै भनेको छ नि त हैन। कसैलाई पनि थाहा छैन खास सुन्दरी जल कहाँ हो भन्ने कुरो, कतिलाई त थाहै छैन। अनि अब चाहिँ तपाईँहरूलाई म राम्रोसँगले देखाउन चाहन्छु, देखाउन गइरहेको छु। दिउँसो भए त राम्रोसँग देख्ने थियो है साथीहरू। अब आज राति बेलुका भइसकेको छ नि त, साँझ। त्यही भएर पनि अलिकति गाह्रै हुन्छ हैन। अँध्यारोमा त खासै देख्दैन नि त। दिउँसो भए त अलि राम्रै आउँथ्यो कि देख्थ्यो, अनि राति भएर चाहिँ अलिक गाह्रो हुन्छ है। तर पनि मैले मिलाइराखेको छु है, मिलाइ नै देखिराखेको छु साथीहरू। म चाहिँ यहाँ मासु पसलमा यहाँ मेरो अलिकति मासु किनेर राखेको छु र आफ्नै मान्छेकोमा है। त्यसैले के को मासु? लोटन भनेको के हो? ए सारो कुखुरा? ए लोटन कुखुरा है। सारो कुखुरालाई लोटन भन्दैन, मलाई नै थाहा थिएन। लोटन जुन चाहिँ मासु काट्ने मान्छे कता घाट मात्रै देखाएको, अगाडि देखाइदिउँ न त कताबाट हो यो मान्छे चाहिँ। मासु काट्ने मान्छे चाहिँ मेरो आफ्नै मान्छे है फेरि साथीहरू। यो चाहिँ मेरो आफ्नै मान्छे। बुझ्नुभयो साथीहरू? के भयो? भयो नि त नि, बनाइदियो नि। त्यो के गरेर बनाइदियो अन्त 1 2 3 4 5 6 7 क्रेट अन्डा। मेरो पसल भाइरल बनाउनु पर्छ। युट्युब छ नि त नि मेरो, युट्युबमा हाले उ गरेर छ नि त नि। उसको त म बनाइहाल्छु नि, ऊ त मेरो मान्छे नि हो त नि, ऊ त मेरो पुरानो मेरो आफ्नै मान्छे हो त नि। उसको त म बनाइहाल्छु नि। अस्ति हिजो कि अस्तिको दिन एउटा भिडियो डाउनलोड गरेको छु, अपलोड गरेको छु। यो चाहिँ उ गरेर राख्न है। यसको चाहिँ कुन चाहिँ राख्ने? 380 छ।
हाम्रो उदयपुर कालकादेखि मासु भाइरल बनाउँछ है। सुन्दरी जलको मासु पसल होइन, सुन्दरी जल दोबाटो, अझै दोबाटो पनि होइन, दोबाटोदेखि अझै तल के टोल, जोसी टोल भन्छ। ए जोसी टोल टोलको नाम पनि थाहा छैन कि मलाई त, अब टोलको नाम पनि थाहा छैन। अब थाहा भइसक्यो। धेरै गफ बनाएपछि यस्तो हुन्छ साथीहरू, यति धेरै बिजी हुन्छ है, गाह्रो छ यहाँ चाहिँ। कतिजनालाई मात्रै टाइम दिने बिचरा। मासु पोल्छौँ ब्रोइलरको। मासु पोल्छ ब्रोइलरको, ए मासु पोल्छ ब्रोइलरको साथीहरू है, मासु पोल्छौँ, मासु पोल्दैछ पोल्दैछ। ए यहाँ रहेछ, ए यहाँ पो रहेछ त साथी, यहाँ रहेछ उदयपुर देवी मासु पसल। ए यहाँ रहेछ, यहाँ रहेछ साथीहरू, यहाँ रहेछ। मलाई थाहा थिएन, अहिले थाहा भयो ल। उदयपुरे जालपाको मासु पसल यहाँ रहेछ, मलाई हेरेको त थिएन, अहिले पो देखिरहेको त। ओहो विवाह व्रतबन्ध भोज रे, आमामामा सब हुन्छ। सब हुने रहेछ, यहाँ बिहे पनि हुने रहेछ। मेरो मात्रै नभएको रहेछ, लास्टमा गएर मेरो यही मान्छेसँग बिहे गर्नुपर्छ। घर भन्छ भनेदेखि मार्ला है मलाई फेरि यहाँ देखेर। ल मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्ला भन्दा फेरि गाली ठोक्देला। ल अब चाहिँ म यहाँबाट ताजा उदयपुर ताजा ताजा मासु लगेर खानुपर्छ साथीहरू। सबैजना हेरेर सेयर गरेर आइदिनु होला है, आइदिनु होला। भाइरल बनाउनु पर्यो। पर यहाँ यति उब्रेको रहेछ, लिनु 105 रुपियाँ उब्रिया रहेछ। जति पैसा छ यहीँ छोडेर जाने हो क्या, गोजीमा त 1 रुपियाँ नलाने हो यहाँबाट। उब्रेको पैसा यति हो, यति छोडे ल। ल म गएँ। साथीहरू गाह्रो छ, के गर्नु। यहाँबाट मासु लिएर चाहिँ अब म रोड क्रस गरिसकेको छु भने अब हाम्रो चाहिँ यहाँ एकदमै अँध्यारो चाहिँ भइसकेको छ है। केही छैन, अब राति अँध्यारै भए पनि अब हिँड्नु त परिहाल्यो नि होइन। मजा आउँछ रातिको बिचमा हिँड्नलाई। यो चाहिँ साथीहरू यही हो आर्मी ब्यारेक भन्ने चाहिँ है। आर्मी ब्यारेक चाहिँ यही हो, यहाँबाट अलि त्यति नदेख्दो रहेछ, अलि नदेख्दो रहेछ। अहिले देखाउँछु अहिले म बिस्तारै होइन। जस मलाई चाहिँ अब यो गर्न आउँदैन के, केही पनि गर्न आउँदैन। मतलब यो के जाति गर्छ नि अब होइन, अपलोड गर्ने बेलामा यताउता हालेर काटेर गर्छ, मलाई चाहिँ केही पनि गर्न आउँदैन। यो चाहिँ यो अब दिउँसोदेखि अघि 8 बजीदेखि गरेको अहिले चाहिँ मेरो भइसकेको छ कि साथीहरू होइन। मासु चाहिँ मैले अब अलिकति ज्यादा त छैन, अलिकति थोरै भन्नु पनि लाज लाग्छ होइन, थोरै बोकेको साथीहरू है। मान्छेहरू अब यताबाट गाडीहरू लिएर आउँदैछन्। आज चैतको 15 गते शुक्रबार। आज चाहिँ यहाँ आन्दोलन एकदमै अब कुलमानलाई निकालियो होइन। अब धेरै कुराहरू अब कता राजा ल्याउने कता के गर्ने होइन भनेर चाहिँ आज एकदमै आन्दोलन गरेको छ कि। आन्दोलन भएर यता भक्तपुरतिर त के अरे भक्तपुरमा कि कहाँनिर त घरै जलेको छ भन्ने चलिरहेको छ होइन। अनि आगो लागेर भन्ने सुनिएको छ सामाजिक सञ्जालमा। त्यो चाहिँ कता हो के भयो है, अँध्यारो भयो कि साथीहरू है। ल ठिकै छ, के छैन,
सुन्दरी जलको यो बत्तीले केही पनि देखेन कि होइन म राखिदिनु पर्यो साथीहरू ओके के गर्ने कसो गर्ने म आफै छक्क परिसकेँ है सुन्दरी जलको ब्यारेक यहाँ चाहिँ बमगलाहरू बनाउँछ त्यो पहेँलो घरमा चाहिँ बमहरू बनाउँछ कि दिउँसो भइ देखिन्थ्यो राति भएर देखेको छैन होइन दिउँसो त अलि मजाले देख्न पाइन्छ नि त होइन यो त राति अँधेरै भइसक्यो नि त यसो गरी मासु बोकिरहेको छु मैले प्लास्टिकमा है यहाँ एउटामा चाहिँ अर्कै तरकारी छ अनि यहाँ चाहिँ मासु छ कि है साथीहरू ल सबैजनालाई अब मैले चाहिँ झ्याम्म लाएर कुखुराको मासु अलिकति बोकेर आएको छु होइन अनि अब लगेर चट्ट लाएर चट्ट खानुपर्छ है अनि अब खै के भन्ने कसो भन्ने यो त उनी तपाईँहरूले यहाँ चाहिँ अब सबैजना हाम्रो बाटोमा चाहिँ देखिसक्नु भएको छ म पनि बाटोमा हिँड्दैछु सबैजना बाटोमा हिँड्दैछ हामीहरू होइन अब हिँड्नै पर्छ नै है ओके केही छैन अहिलेलाई अब अँधेरो भूत जस्तै देखियो यार साथीहरू अब त म त उनी गराइदिन्छु ल राखिदिन्छु अब यहाँ केही पनि नदिएपछि त के गर्नु त होइन अँधेरोमा त पुरै केही नै आएन यो झ्याप्पै अँधेरो भइसक्यो नि त अहिले बेलुकाकै अहिले कति बजी 7 बज्न लागिसकेको छ अनि अब फेरि बाटोमा आर्मी ब्यारेकमा हेर्नु न यहाँ होइन यहाँ आर्मी ब्यारेक हो आर्मी ब्यारेकमा ऊ पनि छैन क्या बत्ती पनि छैन क्या कस्तो गाह्रो है आर्मी ब्यारेक त छेउकैभरि पुरै उनी के भन्छ अरे बाटैभरि राख्नु पर्ने नि बत्ती त त्यसको बाजे बत्ती नै छैन भने गाह्रो छ ल साथीहरू अहिलेलाई के गरौँ इन गरिदिउँ त होइन नगरौँ होइन अहिलेलाई नगरौँ एकछिनमा त्यहाँसम्मको त उयो गर्नु पर्यो फेरि मान्छेहरूले भन्ला मासु लिएर कति टाढोको बाटो हिँडेको भनेर भन्ला है म चाहिँ अब त्यहाँबाट निक्लेर यतातिर हाम्रो ओलोचोक र पोलोचोक हो त्यो चाहिँ मेरो आफ्नै मान्छे हो हाम्रो नजिकैको मान्छे भएको कारणले म चाहिँ त्यहीँबाट ल्याउँछु अब यता त चिने ऊ छैन नि त होइन कताको मान्छेहरू पसलेहरू चिन्दैन उनीहरूले हामीलाई चिन्दैन हामीले उनीहरूलाई चिन्दैन अनि अलिकति त्यो भएपछि अलिकति के हुँदैन नि त आफ्नो भनेको जस्तो जहाँ आफ्नो त्यहाँ आएको त आफ्नो भन्छ होइन बरु अलिकति टाढै होस् अनि ल्याएरै आऊँ भन्ने हुन्छ कि मनमा त्यही लाग्छ आफ्नैबाट होइन के छ त आफ्नै मान्छेको उ गरिदिउँ न त होइन त्यही भएर पनि मैले चाहिँ त्यहीँ माथिबाटै बनाएर ल्याएको हो त्यसैले नभए त त्यहाँबाट माथिबाट ल्याउनु पनि कारै नै थिएन नि मैले ततिबाट कस्तो ह्यान्डसम मान्छे हो साथीहरू अनि अहिलेलाई चाहिँ केही छैन यति हामी कति लगभग यहाँबाट 10 मिनट चाहिँ लाग्छ त्यहाँ 10 मिनट होइन 7 मिनट 5 मिनट 7 मिनट जति लाग्छ त्यहाँबाट यो चोक आउनलाई बाटोतिर एकदमै गाडी कुद्या गर्छ होइन म चाहिँ रोडको साइडमा हिँडिरहेको छु ओके अहिलेलाई बाई बाई है त